पुसेर खानुपर्छ क्या यस्तो मिठो छ कि फेरि आमा कफी चाहिँ पिउनुपर्छ क्या भात खाइसकेपछि चाहिँ किनभने यस्तो अल्छी लाग्छ कि अब है निन्द्रा लाग्छ भने अहिले त्यहाँबाट अलिकति यता आउनेसम्म निन्द्रा लाग्छ भने चुप हुन्छ कि त्यही भएर कफी पिउँछु अब कोरियामा हुने मान्छेहरूले कफी नखानु त पुरै हुँदैन कुन चाहिँ छोडेछ क्या यो छोडेको साउले देख्यो भने गाली गर्छ क्या फेरि त्यही भएर खाइदिनुपर्छ के बरुभन्दा किनभने अब भोलि अर्को आउँछ नि भोलि अर्को आउँछ नि अनि यहाँ आइपुग्दाखेरि त त्यो कालगढी बिग्रिन्छ क्या त्यही भएर खानुपर्छ ल आइपुगेँ म